देवसरी शब्दको उत्पत्ति नेपाली भाषा देव अनि शिरबाट भएको हो। पौराणिक कथानुसार भगवान विष्णुले 52 अवतार लिएर राजा बलिसँग 3 पग जमिन मागेका थिए। पहिलो पगमा पृथ्वी, दोस्रो पगमा सर्व ढाक्नुको पश्चात बलिले आफ्नो टाउको अर्थात् शिर तेस्रो पगको लागि दिएका थिए। वामनले आफ्नो खुट्टा बलिको शिरमा राखेर बलिलाई पातालोकमा पठाइदिएका थिए। देउसिरे परम्पराको विकास मानिसहरूमा राजा बलिको उदारताको सम्मान स्वरूप देउसी गाना सुरु भएको हो। यो परम्पराले नेपालमा मध्यकालबाट सुरु भएको हो भनिन्छ। देउसरीको सांस्कृतिक महत्व यी छ कि नेपाली समाजमा एकता अनि आफ्नोपनको भावना दरिलो हो। यो नेपाली संस्कृतिको एक महत्वपूर्ण हिस्सा छ।